ल गाई झऱ्यो चाहिँ माछा मार्ने के भन्छ अरे ल दाम्बी 500 भन्छ है ए 500 हो रे यो चाहिँ बिहानदेखि उठेकोदेखि कामै यही हो दुःख नगरी काम भने यही हो साथी हो उठ्ने बित्तिकैदेखिको काम यही हो है साथीहरू कामै यही माछा चाहिँ एउटा पर्ने होइन माछा मार्ने मान्छे यही हो ओके साथी हो म भोलि 500 थापेर कति पर्छ म देखाउँछु है अब माछा मार्न लागि यति धुवाउनुपर्छ है माछा त्यसै खान पाउँदैन नि त एउटा त्यही भएर माछा मार्नको लागि यस्तो धागोहरू काटेर यस्तो गोल गोल बनाउनुपर्छ यहाँ भोलि यत्रो असला माछाहरू पर्छ है टक्क म तपाईँहरूलाई देखाउँछु काम गर्दैछु तर घाम लागेको छ जाडो छ एकदम है पुसको महिना हो नि त त्यही भएर एकदम जाडो बढेको छ खोलातिर जाने कसरी हो अब 500 त बनायो खोलामा जाने कसरी हो भन्ने चाहिँ मलाई लागिरहेको छ 500 बनाउनु चाहिँ यसरी नै हो है मैले पनि यो भाइहरूले युट्युबमा बनाएको देखेर मैले बनाएको हो यो अब ट्राई म चाहिँ एकदम यो के भन्छ ट्राई अगेनमै छु है के हुन्छ भन्ने कुराहरू मलाई पनि त्यति राम्रो थाहा छैन नि त 500 चाहिँ बनाएर त्यसलाई अब गोलो सुइकन बनाउनुपर्छ म पनि यो परीक्षण काल हो कि मेरो पनि अब कस्तो हुन्छ यसरी गाँठा पार्नु चाहिँ कम त दुख्छ हात आमा त्यसै माछा मार्न 1 किलो किनेर ल्याएर खान ठिक हो हेलो गुड मर्निङ एभ्रीवान सबैजनालाई र सुशील ब्लगमा फेरि पनि स्वागत छ जाडोको महिना एकदम जाडो बढ्दैछ होइन तपाईँहरू सबैजना आरामै सन्चै हुनुहुन्छ होला हामी चाहिँ अब कतिर आइसकेको छौँ होइन के अरे हिजो हामीले माछालाई 500 थापेको थियो त्यही भएर आज चाहिँ माछाको चाहिँ हामी 500 उठाउन आएको खोलातिर होइन त्यही भएर बिहान बिहानै हामी चिसोमा चाहिँ हामी माछा उठाउन आएको एउटा 500 उठाइसक्यो तर एउटा 500 चाहिँ नपरे रहेछ हेर्दै जाऊँ अब माछा कति पर्छ है यो चाहिँ हाम्रो दोस्रो 500 है त ल म 500 निकाल्न जाँदैछु कति पर्छ है त माछा कतिको पर्छ हिजो यहीँ थापेको हो यही यस्तो ला रहेछ ल डोरी त भेटायो है 500 त भेट्यो तर माछा परेन माछा पर्दै त हुन्थ्यो यो पनि खाली छ क्या हो यो पनि खाली छ किन परेन माछा माछै परेन त अब अन्तिम 500 पुगाउन जाँदैछु म आज त लास्ट ब्याकलग मात्रै भयो यार माछा त उठा परेन त माछा परेन के भएको यस्तो एउटा मात्र पर्दै पनि त्यस्तै खुसी हुन्थ्यो फर्स्ट टाइम थाप्न आएको मस्याङदीमा झन् एउटा माछा पर्दैन कि अब भन्छ लगभग अब हामी अहिले आउँदैन माछालाई 5 थाप्नु अब किनभने ब्याकलग भयो नि त पहिले चाहिँ ब्याकलग हो होइन पहिला चाहिँ नै ब्याकलग भइसकेपछि अब माछा मार्नु खै अब आएर काम पनि छैन अब एउटा मात्रै पर्दैन त कति खुसी हुन्थ्यो त्यो भगवान् यसमा पर्देऊ छैन यस्तो थाहा नपऱ्यो भनेपछि यो माछा खासै भए जस्तो लागेन केटाहरूले माछा मारेर भ्या जस्तो छ
दामलीमा एउटा नि परेन। अब हामी तिहारी जाल उठाउन जाँदैछौँ है। तिहारी जालमा पर्छ पर्दैन। आज खोइ माछा मार्ला जस्तो लागेन, एउटा नि माछा पाउला जस्तो लागेन है। आज चाहिँ शिकार कि धिक्कार भन्थ्यो त्यस्तै होला आज। तर त्यही पनि अझै आस्था छ। 18वटा चाहिँ अब के भन्छ अरे तिहारी जाल छ। त्यही पनि त्यसमा 18वटामा 5-6वटा पर्दै भने त एकताक पुगिहाल्यो नि। अलिअलि होप त छ, हेरौँ। अब हामी तिहारी जाल उठाउन जाँदैछौँ। तिहारी जालमा पर्छै पर्दैन है त। ल यस्तो ढुङ्गाहरू छ है, यस्तो ढुङ्गाहरू। मसँग यहाँ ठुलो ढुङ्गाहरू छ। त्यसमा हेरौँ है त। आइज माछा आइज। परेछ, यसमै परेछ। ल यसमै परेछ यार भाइ। यसैमा दुईटा परिसक्यो है। ल दुईटा परिसक्यो है त। ल असला माछा दुईटा पऱ्यो त। ल माछा भएर बगाएको हो कि भेलले बगाएको कि यसलाई? यता त भेडा फुल च्यातेछ के? यता भेडा फुल च्यातेछ। खै के हो? माछा त यहाँ यता च्याते लगेछ कि हेर। यता यति अड्काएछ त। यता यति अड्काएछ यता, यति अड्काएछ कि माछा त यता। यो पनि जति अरू कहाँ अरू तिमी यति धेरै परेको थियो? ए लुटिसकेको पनि लुटिसकेको छ कि होइन? भ्याप्रो च्यात्यो कि जाल पनि ठुलो परेछ। ठुलो माछा पनि परेको थियो कि यसमा नि त सबै बटरेर। यहाँ त कता छैन कि भ्याप्रो बनाइदिएन नि। कत्रो परेछ भाइ? राम्रो ठुलै माछा परेको थियो यसमा। ठुलै परेको थियो। यो जाल सानो भयो कि दामलीमा यतिर थाहा छैन हामीले। खासै आज माछा पाएन। पास थापेको, पासमा माछा परेन। अब हामी चाहिँ अब घरमा गएको, तर भने जस्तो भएन कि सोच त्यस्तो भएन। पास जब हामी पास थाप्न नजानेको हो, मान्छेहरूले त पासमा पाइरहेको छ नि त माछा। अब हामी पनि त्यही भएर पासो बनाएर आएको थाप्नलाई। एउटा माछा पनि परेन कि। ए दाउले पासो साथ दाउले पासो थापेको थियो, त्यसमा एउटा पनि परेन। अनि तिहारी पासोमा चाहिँ अलिअलि परेछ। त्यही नै हो, दाउले पासोमा एकदम धेरै परेको थियो। र त्यो भाइहरूले मारेको देखेर हामी पनि दाउले पास थाप्न आएको है। त्यति भने जस्तो भएन। हामीले अब सायद माछा पाउने ठाउँ लोकेसन थाहा नभएर हुनसक्छ है। हामी चाहिँ यतिर आएर हानेको, यतिर आएर हानेको, तर पाएन माछा आज। यस्तै छ, कहिले शिकार कहिले धिक्कार भनेको यही नै हो। त्यसैले अब हामी घर फर्किन गएको है। माछा चाहिँ भने जस्तो भएन आज। भर्खरै खोलातिर गएर आएको, बेसरी जाडो बढेको छ, चिसो एकदम चिसो छ। हिजो हामीले माछालाई पासो थाप्न गएको थियो नि त। हामी हिजो माछालाई पासो थापेको थियो। अनि बिहान गएर चाहिँ त्यो पासो उठाउन गएको थियो। पासो उठाउन गएको, तर माछा भने चाहिँ 0। माछा पर्दै परेन है। पर्दै परेन भन्दा पनि माछासम्म त्यही 3टा जति माछा परेको छ। 2-3टा माछा परेको थियो। तर पासो चाहिँ थुप्रै पनि थापेको थियो हामीले, तर माछा परेन कि। परेन। अब हामीले अब माछा खेल्ने ठाउँ थाहा नभएर पनि हुनसक्छ। अनि त्यस कारणले गर्दाखेरि जान मात्रै भयो है। त्यति राम्रो
चाहिँ भएन। त्यही भएर चाहिँ अब भिडियोमा माछा देखाउनुहुन्थ्यो, माछा पनि त्यति धेरै नपरेको भएर चाहिँ मैले चाहिँ त्यो माछाको चाहिँ भिडियो चाहिँ मैले हालिनँ है। त्यही खोलामा पासोहरू उठाएको मैले भिडियोहरू चाहिँ मैले हालेको छु। सल्लाह सुझाव दिन चाहिँ नभुल्नु होला भन्दै सबैजनालाई न्यानो न्यानो कपडा लगाएर बस्नु होला सबैजना, किनभने चिसो दिन प्रतिदिन बढ्दै गइरहेको छ नि त। त्यस कारणले गर्दाखेरि चाहिँ अलिकति फेरि बिरामी हुनसक्छ है। हामी त बिहान बिहानै खोलामा गएर आएको, चिसो एकदम चिसो चाहिँ छ है। त्यसैले यति भन्दै आज भिडियो यति नै गर्न चाहन्छु। अब फेरि अर्को भिडियोमा भेट्नु भयो त ल, बाई बाई।